भन्न सकेन मेरो भिडियोमा चाहिँ होइन। अब हामी चाहिँ आज पोर्टोबाट ब्रागातिर जाँदैछौँ, केटाहरू पनि छन् पछाडि। मेट्रोको पनि अघि नै टिकट काटिसकेको छु, अगाडि नै भिडियो गर्छु भनेको अलिकति यो पाएन होइन खिच्नलाई। अब यहाँ चाहिँ हामी चाहिँ केटाहरू छन्, यहाँ हाम्रो विष्णु भाइ छ। विष्णु भाइ ए हेलो गाइज, हामी आज कहाँ जाँदैछ अरे? we are going to Braga, man. Braga. We are going Braga for some swing, okay? सो हामी चाहिँ त्यहाँ गएर अब हेरौँ के हुन्छ। प्लानिङ चाहिँ अब यसो गएर स्विमिङ गर्ने भनेर छ। प्लानिङ हेरौँ के हुन्छ। अन्त किसन भाइ We need some summer vibes. That's why we are planning to go Braga, man. ब्रागा आज चाहिँ फेरि अलिकति वेदरले पनि साथ दिएको छ होइन। मजाले अहिले आएर घामसम्म लागेको छ। अब ब्रागा हेरौँ। ब्रागा यहाँबाट कति 1.5 घन्टा लाग्छ नि किसन भाइ? 1.5 घन्टामा ट्याक्क। अब 1.5 घन्टामा अब हामी ट्रेन चढेर जाँदैछौँ। ट्रेन चढेर गइसकेपछि चाहिँ हेरौँ अब वहाँ पुगेर कस्तो हुन्छ। अब वेदरले साथ दियो भने चाहिँ स्विमिङ पनि गरिन्छ, त्यही हो। अब हामी चाहिँ जान लागिरहेछौँ। अब त्यहाँ वहाँनिर छ मेट्रो स्टेसन चाहिँ, ट्रेन चढेर जाने हो, वहाँनिर छ। अनि यहाँ चाहिँ हाम्रो केटाहरू पछाडि केटाहरू छ। अब यहाँ अब हामी चाहिँ जाँदैछौँ है त। अब यहाँ चाहिँ अब ब्रागाको कतिमा कहाँ जाने के जाने डिपार्चरहरू कुन ठाउँमा के जाने भनेर मेट्रो स्टेसन भयो होइन। अब हाम्रो चाहिँ यहाँनिर ब्रागाको कति छ 2:45मा अघि देखाएर चाहिँ अहिले कति देखाएको छ, सबभन्दा टपमा छ 2:45मा। अब यता चाहिँ मेट्रोहरू छ। मेट्रो कि ट्रेन हो? यो ट्रेन होइन त विष्णु भाइ? यो ट्रेन हो। अब एउटा भाइ चाहिँ त्यहाँ रेडी भइसक्यो, एक्साइटेड क्या। अब हुन्छ नि ट्रेनमा पहिलोपटक चढे जस्तो नाठोले। यहाँ पन्च गर्ने हो? पन्च गरिदिउँ नि त हामी पनि, के कसो हो। ल पन्च पनि भयो। ल अब यहाँभित्र मेट्रोभित्र छिर्ने च्याट्ट लगाएर ल। पहिला गएको एक्सपिरियन्स भएको मान्छे यहाँ छ है। अब हामी चाहिँ फर्स्ट टाइम यो चढेको हो कि फर्स्ट टाइम हो? फर्स्ट टाइम हो, सेकेन्ड टाइम भन्दा नि। ल केटाहरू स्माइल हेर न, स्माइल बा। पोर्चुगलको ट्रेनै फर्स्ट टाइम हो। 1 वर्षमा फर्स्ट एक्सपिरियन्स हो मेरो यो। अनि उता नि अन्त ठाउँमा रोमानियासम्म अलिअलि चढाएको थियो, तर त्यस्तो विधि एक्सपिरियन्स छैन मेरो। लडेको छ। अब आज एक्सपिरियन्स हुने भयो नि त। के हुन्छ? कति घन्टाको यात्रा हो अरे विष्णु भाइ? लगभग 1 घन्टा 15 मिनट जति होला सायद। ओहो ल रमाइलो हुने भयो अनि त। 1 घन्टा 15 मिनट ल। अहिलेसम्मको लागि कस्तो ट्रिप भइरहेछ तपाईँलाई? एकदम खतरा। रुमबाट यहाँ आएको जतिसम्म बवाल भइरहेछ अहिलेसम्म। त्यसभन्दा पछाडि पनि बवाल भन्ने आशामा छौँ होइन। यो खतरा। ब्रागा पनि आइपुग्यो। टी चाइना गएको होला नि, नेपाली बोलिदिन्छ क्या हो नि, गर्ने त्यही हो। आउँदैन त के हो नेपालीमा किन हो त आउँदैन त के हो। भाइ के छ हालखबर? Braga, eh? After 10 days we will be in some kind of river, okay? It's so peaceful area. अरे छुट्टीको दिनमा छुट्टीको दिनमा कहाँ वनमा सुला जस्ट एउटा पिस चिल। या म्यान यसो फेरि क्यामेरा देखेपछि इङ्ग्लिस आइहाल्छ है। चाहिँ अब गएर कस्तो चिल गर्ने त? अब घाम पनि हल्का लागेको जस्तो लागेको थियो। खोइ अब पौडी सौडी हान्ने कि नहान्ने त? अब यसो हेरौँ दाइ, हान्ने भए हान्दिने हो। म त केटाहरू जोस्यो भने त हान्दिन्छु, जति नै चिसो भयो चिसोमा त हुन्न अति एउटै हुन्छ। उचालेर फ्याल्दिने हो पानी। Stop it. Get some help. अनि जसरी हिँड्ने हुन्छ ल उचालेर ल।
हुन्छ 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 ओए बबाल बबाल है बबाल है पैसे माग्दिन्छु के फेरि जिम्मेवारी ल ल ल ल ल कस्तो गरौँ भने हड्डी मात्रै यत्रो छ छालै छैन तैँलाई नि उठाइदिन्छु होला ल ल ल हेरौँ हेरौँ कतिको उठाउँछ हेरौँ ल तिमीलाई त हेर्दैछु 13 मिनेट टाढा ल ल ल ल ल ल ल ल ल हल्का बस्नु ल दाइ ए दाइ चाहिँ अलिकति गरौँ रहेछ है त खतरा खतरा ल ल ल मलाई हेरौँ ल ल ल के हुन्छ त खतरा हुँदैन हल्का रहेछ क्या म त नयाँ कुरो जुरुक्कै हो क्या हल्का रहेछ यार म त लमा हेर्दाखेरि त अलिकति छिरिङ आयो है ल चिरिङ आयो ल यो छिरिङसँग मार्समेलो आएको छ है केटा अनि के हो पुरा झल्का राख त अनि हामीलाई अब छिरिङले देखाउने हो यो ठाउँ होइन हामीलाई त थाहा नै छैन नि अब कहाँ कहाँ लाने के गर्ने अब सब छिरिङले देखाउने अब ए गजब गजब आवाज चलिरहेछ दामी ल छ छ छ मजा आयो जुस सुस यसो लिनु पऱ्यो होइन अनि त्यसपछि अनि जाउँला नि अनि कालो कालो बादल लगाइसक्यो लामो यात्रामा जाँदैछ गाइस ल ल ल गाडी लिएर ओ गाडी ल ल ल ल गाडी आइपुग्यो ल पुरै पुरै ट्रकै आयो ट्रक यो 30 वटा उठाइदिउँ भने के बुइमा 30 वटा सानो हुन्छ भाइ खाइसक्छ 30 वटा सकिहालिन्छ नि यो त एउटाले हानिदिन्छ होला 10 वटा अनि यो हुँदैन है केटा हो पोर्चुगलमा आएको छ भने जिन्दगीमा यो चाहिँ नखानु है अब हाम्रो एसियन मान्छे होइन अलिकति हामीलाई फ्लेभर चाहिन्छ स्पाइसी चाहिन्छ होइन त्यसलाई यो चाहिँ अलिकति अलि सल्टी छ सल्टी यो प्रिफर गर्छु होइन म चाहिँ पहिल्यै आइराख्छु घुमायो क्या दाइलाई छैन क्या दाइ तपाईँको शरीरले नल्यायो कि एक ज्यानमा दाइ खानु नै मैले भयो क्या
नभए म चाहिँ यहाँबाट कि हाम्रोले भने अब त नाइ नाइ फेरि पुसौँ नि यार हावा गरेर नर्मन दाइ ताउ लिन्छ नि यार ताउ लिन्छ फेरि पुसौँ नि औली त कसरी सुकाउने हो जाओस् आफू चाहिँ ल तिमी आयो भने एक लट एकछिन भाइ भाउनु पर्यो नि त अहिले म्युजिक गोली बाजीमा भने हुन्छ सपना साथीको भक्त चिनीमा 100को आँखा त लट्ठ हामी त हाउडे समाजले थुकेको दोरी लाउने मायाको भोकमरीले सुकेको बस्दै सपना बगिरहते रुचि गरिराख्नु अहिले चाहिँ अब 7:30 बजिसकेको छ होइन अनि अघि हामी पौडी सौडी पनि खेल्यो रमाइलो पनि गऱ्यो अब अझैसम्म पनि उज्यालो छ अनि के भन्दा नि अहिले इट्स लाइक अ पिसफुल ठाउँ छ क्या यो चाहिँ ब्रागाको रिभर साइड हो होइन रिभर साइड नेक्स्ट टाइम अझै हामी पनि अझै फेरि एकचोटि प्लानिङ मिलाएर यहाँ आउँछौँ होला होइन एकछिन हामी एकछिन बस्छौँ अनि त्यसपछि फेरि अनि ब्याक टु पोर्तो ठिकै छ रमाइलो धेरै दिनपछि रमाइलो गर्न पायो धेरै दिनपछि उयो गर्न पायो रमाइलो छ होइन रमाइलो गर्नुपर्छ त्यही हो ए तपाईँहरूलाई चाहिँ कस्तो लाग्यो यो ठाउँहरू हेन त्यहाँ यताउति होइन पिसफुल जस्तो लाग्यो कि लागेन केटाहरू रहिला गरेर छ इन्जोय है पावर ब्याङ्क जग्गा यहाँ तल ए मजाको छ हेर इन्जोय गरेर छन् केटाहरू स्विमिङ गरेर कस्तो लाग्यो ओभर मोबाइल Best believe I fucking grab it. Tane na pai gaja tane basi suck your habit. Blowing smoke in the air got me feeling fuck. It's no more time for beats. बुझ्दै केटाहरू रमाइलो गरिरहेको छ नि त बवाल है ल ल ल ल ल ल जुम ल जुम ल जुम ल ल अब हाम्रो चाहिँ यो ब्लगको अन्तिम होइन अब अन्तिम अब किनभने लगभग अब 8 बज्न लागिसकेको छ अनि हामी चाहिँ अब घरतिर फर्क्यौँ किनभने 1.5 घन्टा 2 घन्टा लाग्छ होइन ट्राभल गर्नुपर्ने हुन्छ फेरि किनभने अगाडि नै हामीले त ट्राभलको अगाडि नै 1.5 घन्टा लाग्छ भन्दा चाहिँ अब डेफिनेटली हामी गइसकेपछि 1.5 घन्टा त लागिहाल्छ सो अँध्यारो नै हुन लागिसकेको छ होइन त्यही भएर यसो रमाइलो पनि गरियो डिड यु फिल लाइक इन्जोय होइन अब हामी लाइक पौडी पनि खेल्यो मजाले पनि गऱ्यो होइन इन्जोय पनि गरेर यहाँ ल कस्तो फिल भयो त एकचोटि भन्नु बबाल लाग्यो किनभने स्वागतम ब्रागा त मेरो फर्स्ट टाइम हो होइन हाम्रो फर्स्ट टाइम अब भाइको सेकेन्ड अनि दाइको पनि फर्स्ट टाइम होइन अब कस्तो हुन्छ नि रमाइलो लाग्यो एकदम रमाइलो लाग्यो नेक्स्ट टाइम अझै ब्रागाको अझै खतरा ठाउँमा जाउँ है बेटर गर्ने छ अनि बेटर ठाउँमा गएर बेटर ब्लग अब गर्ने छ होइन रमाइलो गर्ने छ त्यही हो अब यो चाहिँ भिडियोको अब लाइक ब्लगको अन्तिम उयो गरौँला होइन त्यही हो रमाइलो छ ल के भन्न चाहन्छ म चाहिँ के भन्न चाहन्छु भने चाहिँ अब आउनु भएको छ होइन बस्नुभयो रमाइलो अब के कस्तो लाग्यो यो ठिक छ नि भन्छ अब तपाईँहरूले पनि भिडियो मन पराउनु भएकोमा धेरै धेरै धन्यवाद होइन र पुरा भिडियो पुरा हेर्नु भएकोमा धेरै धेरै धन्यवाद अबकोमा थ्याङ्क यू सो मच युट्युबमा चाहिँ अब सब्सक्राइब पनि गरिदिनु होला लाइक पनि गरिदिनु होला अब त्यो हाम्रोमा चाहिँ तपाईँलाई भिडियो मन परायो भने चाहिँ तपाईँले लाइक गरिदिनुहोस् होला थ्याङ्क यू सो मच